धेरै मानिसहरू ट्रेडिङमा एउटा सपना लिएर प्रवेश गर्छन्। स्वतन्त्रता, धेरै पैसा, राम्रो जीवन। सुरुमा सबै कुरा निकै रमाइलो लाग्छ। ग्रीन क्यान्डल्स, प्रफिट, ठूला अवसरहरू। र उनीहरू सोच्न थाल्छन्, अब मेरो जीवन बदलिनेछ। तर एक दिन सबै कुरा बदलिन्छ। एउटा गलत ट्रेड ठूलो लसमा बदलिन्छ। डर सुरु हुन्छ, तर ट्रेडर ट्रेड क्लोज गर्दैन। ऊ आशा गरिरहन्छ, मार्केट फेरि माथि जान्छ होला, अलिकति वेट गरौँ। तर मार्केटलाई कसैको आशासँग मतलब हुँदैन। मार्केट अझ तल झर्छ, स्लोली, पेनफुली, र अन्त्यमा पुरै अकाउन्ट समाप्त हुन्छ। सबैभन्दा दुःखद कुरा के हो भने समस्या स्ट्र्याटेजीमा थिएन, समस्या मार्केटमा पनि थिएन। समस्या थियो रिस्क म्यानेजमेन्ट। हरेक वर्ष हजारौं ट्रेडरहरू अकाउन्ट लुज गर्छन्, किनकि उनीहरू मूर्ख हुन्छन् भनेर होइन, तर किनकि कसैले उनीहरूलाई एउटा सत्य सिकाएन। ट्रेडिङमा पहिलो लक्ष्य पैसा कमाउनु होइन, पहिलो लक्ष्य सर्भाइभ गर्नु हो। किनकि मार्केटले हरेक दिन अवसर दिन्छ, तर त्यो अवसर केवल उनीहरूले मात्र पाउँछन् जो लामो समयसम्म बजारमा टिक्न सक्छन्। यो डकुमेन्ट्री छिटो धनी बन्ने बारेमा होइन, यो डकुमेन्ट्री हो आफ्नो क्यापिटल बचाउने बारेमा, इमोसन कन्ट्रोल गर्ने बारेमा, र त्यो स्किल सिक्ने बारेमा जसले ग्याम्बलर र प्रोफेसनल ट्रेडर बीचको फरक देखाउँछ। यो हो ट्रेडिङमा रिस्क म्यानेजमेन्टको वास्तविकता। ट्रेडिङ धेरै मानिसहरूको लागि यो एउटा सपना हो। ल्यापटप, इन्टरनेट र एउटा ठूलो भविष्यको आशा। सोशल मिडियामा लग्जरी लाइफस्टाइल देखिन्छ, प्रफिट स्क्रिनशट देखिन्छ, र मानिसहरू सोच्न थाल्छन् ट्रेडिङबाट जीवन बदल्न सकिन्छ। हो, सकिन्छ। तर एउटा कुरा धेरै मानिसहरूले बुझ्दैनन्, ट्रेडिङ केवल पैसा कमाउने खेल होइन, यो सर्भाइभलको खेल हो। किनकि मार्केट कहिल्यै कसैको कन्ट्रोलमा हुँदैन। कहिले मार्केट माथि जान्छ, कहिले तल झर्छ, कहिले न्युजले मुभमेन्ट गर्छ, कहिले इमोसनले। र यही कारणले ट्रेडिङमा सबैभन्दा ठूलो स्किल इन्ट्री होइन, इन्डिकेटर होइन, स्ट्र्याटेजी पनि होइन। सबैभन्दा ठूलो स्किल हो रिस्क म्यानेजमेन्ट। प्रोफेसनल ट्रेडर र ग्याम्बलर बीचको सबैभन्दा ठूलो फरक यही हो। ग्याम्बलरहरू छिटो धेरै पैसा कमाउन खोज्छन्, तर प्रोफेसनल ट्रेडरहरू पहिले आफ्नो पैसा कसरी बचाउने भनेर सोध्छन्। किनकि उनीहरूलाई एउटा कुरा थाहा हुन्छ, यदि क्यापिटलै बचेन भने फ्युचरमा आउने अवसर पनि समाप्त हुन्छ। ट्रेडिङमा हरेक ट्रेड जितिँदैन, लस आउँछ, रङ डिसिजन हुन्छ, मार्केट अनएक्सपेक्टेड डिरेक्सनमा जान्छ। तर प्रोफेसनल ट्रेडरहरू सर्भाइभ गरिरहन्छन्। किन? किनकि उनीहरूले रिस्क कन्ट्रोल गर्न सिकेका हुन्छन्। उनीहरू मार्केटसँग लड्दैनन्, इमोसनसँग बग्दैनन्, उनीहरू म्यानेज गर्छन्, शान्त भएर, डिसिप्लिन्ड भएर, पेशेन्स राखेर। धेरै बिगिनर ट्रेडरहरूको एउटा कमन गल्ती हुन्छ, उनीहरू प्रफिटमा मात्रै फोकस गर्छन्। तर ट्रेडिङमा पहिले फोकस गर्नुपर्ने कुरा हो प्रोटेक्सन। किनकि ट्रेडिङमा पैसा कमाउनुभन्दा गाह्रो काम पैसा बचाउनु हो। र यही डकुमेन्ट्रीमा हामी सिक्नेछौँ किन धेरै ट्रेडर फेल हुन्छन्, किन इमोसन डेन्जरस हुन्छ, किन स्टप लस आवश्यक हुन्छ, र कसरी रिस्क म्यानेजमेन्टले एउटा सामान्य मानिसलाई प्रोफेसनल ट्रेडरमा बदल्न सक्छ। ट्रेडिङमा फेल हुने धेरै मानिसहरू मार्केटको कारणले हार्दैनन्, उनीहरू आफ्नै गल्तीको कारणले हार्छन्। सुरुमा सबै ट्रेडरहरू कन्फिडेन्ट हुन्छन्, एउटा दुईवटा ट्रेड प्रफिटमा जान्छ र उनीहरू सोच्न थाल्छन्, अब मलाई मार्केट बुझ्न थाल्यो। तर त्यही कन्फिडेन्स बिस्तारै ओभर कन्फिडेन्समा बदलिन्छ र त्यहीबाट समस्या सुरु हुन्छ। धेरै बिगिनर ट्रेडरहरू ट्रेडिङलाई बिजनेस जस्तो होइन, कसिनो जस्तो खेल्न थाल्छन्। उनीहरू पेशेन्स राख्दैनन्, सेटअप वेट गर्दैनन्, बस
ट्रेड खोजिरहन्छन्। यसलाई भनिन्छ ओभर ट्रेडिङ। जति धेरै ट्रेड त्यति धेरै मिस्टेक। तर इमोसनले भरिएको मानिसलाई यो कुरा बुझिँदैन। एउटा लस भएपछि उनीहरू शान्त हुँदैनन्, बरु झन् ठूलो लट साइज हाल्छन्, किनकि उनीहरू सोच्दछन् अब यो ट्रेडले सबै रिकभर गर्छ। यसलाई भनिन्छ ट्रेडिङमा फेल हुने धेरै मानिसहरू मार्केटको कारणले हार्दैनन्, उनीहरू आफ्नै गल्तीको कारणले हार्छन्। सुरुमा सबै ट्रेडरहरू कन्फिडेन्ट हुन्छन्। एउटा दुईवटा ट्रेड प्रफिटमा जान्छ र उनीहरू सोच्न थाल्छन् अब मलाई मार्केट बुझ्न थाल्यो। तर त्यही कन्फिडेन्स बिस्तारै ओभर कन्फिडेन्समा बदलिन्छ र त्यहीँबाट समस्या सुरु हुन्छ। धेरै बिगिनर ट्रेडरहरू ट्रेडिङलाई बिजनेस जस्तो होइन, कसिनो जस्तो खेल्न थाल्छन्। उनीहरू पेशेन्स राख्दैनन्, सेटअप वेट गर्दैनन्, बस ट्रेड खोजिरहन्छन्। यसलाई भनिन्छ ओभर ट्रेडिङ। जति धेरै ट्रेड त्यति धेरै मिस्टेक। तर इमोसनले भरिएको मानिसलाई यो कुरा बुझिँदैन। एउटा लस भएपछि उनीहरू शान्त हुँदैनन्, बरु झन् ठूलो लट साइज हाल्छन्, किनकि उनीहरू सोच्दछन् अब यो ट्रेडले सबै रिकभर गर्छ। यसलाई भनिन्छ रिभेन्ज ट्रेडिङ। र रिभेन्ज ट्रेडिङमा सबैभन्दा डेन्जरस ह्याबिट मध्ये एक हो, किनकि त्यो समयमा मानिसले लजिकले होइन, इमोसनले डिसिजन गरिरहेको हुन्छ। डर, रिस, लोभ सबै इमोसन मिलेर अकाउन्ट डिस्ट्रोय गर्न थाल्छ। अनि अर्को ठूलो गल्ती, स्टप लस प्रयोग नगर्नु। धेरै ट्रेडरहरू सोच्दछन् मार्केट फर्किन्छ होला, अझै अलिकति वेट गरौँ, लस क्लोज गर्न मन छैन। तर मार्केट कसैको भावना बुझ्दैन। मार्केट केवल मुभ गर्छ र जब लस ठूलो बन्दै जान्छ, ट्रेडरको इमोसन पनि नियन्त्रण बाहिर जान्छ। हार्टबिट बढ्छ, स्ट्रेस बढ्छ, फोकस हराउँछ र अन्त्यमा एउटा ट्रेडले महिनौको मेहनत समाप्त गरिदिन्छ। अर्को ठूलो कारण हो फोमो, फियर अफ मिसिङ आउट। जब मार्केट अचानक माथि जान्छ, बिगिनर ट्रेडरहरू डराउँछन्, म छुट्दैछु, अनि एनालिसिस बिना इमोसनमा इन्ट्री गर्छन्। तर धेरै समय उनीहरूले टपमा किन्छन् र मार्केट उल्टो डिरेक्सनमा जान्छ। यही साइकल बारम्बार दोहोरिन्छ। प्रफिट, एक्साइटमेन्ट, ओभर कन्फिडेन्स, बिग रिस्क, लस, स्ट्रेस, रिभेन्ज ट्रेडिङ, अकाउन्ट ब्लोन। धेरै ट्रेडरहरूले स्ट्र्याटेजी चेन्ज गरिरहन्छन्, इन्डिकेटर चेन्ज गरिरहन्छन्, तर वास्तविक समस्या स्ट्र्याटेजी होइन। समस्या हो डिसिप्लिनको कमी, रिस्क कन्ट्रोलको कमी, पेशेन्सको कमी। किनकि ट्रेडिङमा सबैभन्दा कठिन काम मार्केटलाई जित्नु होइन, आफ्नो इमोसनलाई कन्ट्रोल गर्नु हो। प्रोफेसनल ट्रेडरहरू हरेक ट्रेडमा पैसा कमाउन खोज्दैनन्, उनीहरू सर्भाइभ गर्न खोज्छन्। तर बिगिनर ट्रेडरहरू हरेक दिन रिच बन्न खोज्छन् र यही माइन्डसेटले धेरै अकाउन्ट समाप्त हुन्छ। रिस्क म्यानेजमेन्ट वास्तवमा के हो? धेरै मानिसहरूले ट्रेडिङ सिक्न सुरु गर्दा सबैभन्दा पहिले इन्डिकेटर खोज्छन्। कुन स्ट्र्याटेजी राम्रो, कुन सिग्नल एक्युरेट, कुन इन्ट्रीले प्रफिट दिन्छ। तर प्रोफेसनल ट्रेडरहरूको फोकस फरक हुन्छ। उनीहरू एउटा प्रश्न सोध्छन्, यदि ट्रेड गलत भयो भने म कति लुज गर्छु? यही सोचलाई भनिन्छ रिस्क म्यानेजमेन्ट। साधारण भाषामा भन्नुपर्दा रिस्क म्यानेजमेन्ट भनेको आफ्नो क्यापिटललाई सुरक्षित राख्ने कला हो। किनकि ट्रेडिङमा कोही पनि 100% सही हुँदैन। बेस्ट ट्रेडरले पनि लस खान्छ। तर फरक के हो भने प्रोफेसनल ट्रेडरहरूको एउटा लस सानो हुन्छ र बिगिनर ट्रेडरहरूको एउटा लस अकाउन्ट एन्डिङ हुन सक्छ। रिस्क म्यानेजमेन्टले ट्रेडरलाई इमोसनबाट बचाउँछ, फियरबाट बचाउँछ र ठूलो गल्तीबाट बचाउँछ। मानौ तपाईसँग $100 को अकाउन्ट छ। यदि एउटै ट्रेडमा $50 रिस्क गर्नुभयो भने केवल 2वटा गलत ट्रेडले अकाउन्ट समाप्त हुन सक्छ। तर यदि एउटै ट्रेडमा $1 मात्र रिस्क गर्नुभयो भने तपाईँ अझै धेरै समयसम्म बजारमा सर्भाइभ गर्न सक्नुहुन्छ। र ट्रेडिङमा सर्भाइभल नै सबैभन्दा ठूलो पावर हो। किनकि बजार हरेक दिन खुल्छ, अवसर हरेक दिन आउँछ। तर
यदि तपाईँको क्यापिटल नै समाप्त भयो भने अवसरको कुनै अर्थ रहँदैन। प्रोफेसनल ट्रेडरहरू हरेक ट्रेडमा हिरो बन्न खोज्दैनन्। उनीहरू स्लो ग्रोथ खोज्छन्, स्टेबल ग्रोथ खोज्छन्, कन्सिस्टेन्सी खोज्छन्, किनकि उनीहरूलाई थाहा हुन्छ ट्रेडिङ स्प्रिन्ट होइन, यो म्याराथन हो। रिस्क म्यानेजमेन्टको अर्को महत्त्वपूर्ण भाग हो रिस्क टु रिवोर्ड रेसियो। यसको अर्थ तपाईँ कति रिस्क लिएर कति रिवोर्ड खोज्दै हुनुहुन्छ भन्ने हो। यदि तपाईँ $1 रिस्क गरेर $3 कमाउने मौका खोज्दै हुनुहुन्छ भने त्यो हेल्दी ट्रेडिङ हो। तर यदि $10 रिस्क गरेर $2 कमाउने प्रयास गर्दै हुनुहुन्छ भने त्यो डेन्जरस माइन्डसेट हो। र धेरै बिगिनर ट्रेडरहरू यही गल्ती गर्छन्। उनीहरू प्रफिटमा मात्रै फोकस गर्छन्, रिस्कमा होइन। तर प्रोफेसनल ट्रेडरहरू पहिले रिस्क हेर्छन्, पछि मात्रै इन्ट्री लिन्छन्, किनकि ट्रेडिङमा गुड ट्रेडर बन्नुभन्दा पहिले सेफ ट्रेडर बन्न आवश्यक हुन्छ। रिस्क म्यानेजमेन्टको अर्थ डराउनु होइन, यो स्मार्ट बन्नु। ट्रेडिङमा एउटा सानो बटन हुन्छ, तर त्यो बटनले एउटा अकाउन्ट बचाउन पनि सक्छ र डिस्ट्रोय हुनबाट रोक्न पनि सक्छ। त्यो हो स्टप लस। धेरै बिगिनर ट्रेडरहरू स्टप लसलाई एनिमी जस्तो हेर्छन्, किनकि जब स्टप लस हिट हुन्छ उनीहरूलाई लस एक्सेप्ट गर्न गाह्रो लाग्छ, इगो दुख्छ, इमोसन हर्ट हुन्छ र उनीहरू सोच्न थाल्छन् अलिकति अझै वेट गरेको भए मार्केट फर्किन्थ्यो होला। तर ट्रेडिङमा होप स्ट्र्याटेजी होइन। मार्केटलाई कसैको इच्छा थाहा हुँदैन, मार्केट केवल मुभ गर्छ। र यदि ट्रेडरसँग प्रोटेक्सन छैन भने एउटै गलत डिसिजनले महिनौको मेहनत समाप्त गर्न सक्छ। कल्पना गर्नुहोस्, एउटा ट्रेडरले ठूलो लट साइजमा ट्रेड खोल्यो, कन्फिडेन्स धेरै थियो, उसलाई लाग्यो यो ट्रेड पक्का प्रफिट जान्छ, त्यसैले उसले स्टप लस राखेन। सुरुमा ट्रेड सानो लसमा गयो, तर उसले क्लोज गरेन, किनकि उसको माइन्डमा एउटा आवाज थियो, मार्केट फर्किन्छ। तर मार्केट अझ तल झर्यो, लस अझ ठुलो भयो, स्ट्रेस बढ्न थाल्यो, हार्टबिट बढ्न थाल्यो, फोकस हराउन थाल्यो। अब त्यो ट्रेडर चार्ट हेर्दैन, उसले आफ्नो डर हेर्दै थियो। र अन्त्यमा एउटै ट्रेडले पुरै अकाउन्ट समाप्त गरिदियो। यही कारणले प्रोफेसनल ट्रेडरहरू लसलाई डराउँदैनन्, उनीहरू अनकन्ट्रोल्ड लसलाई डराउँछन्, किनकि एउटा सानो कन्ट्रोल्ड लस भविष्यको ठूलो अपर्च्युनिटी बचाउन सक्छ। स्टप लसको अर्थ तपाईँ रङ हुनुहुन्छ भन्ने होइन, यसको अर्थ तपाईँ डिसिप्लिन्ड हुनुहुन्छ भन्ने हो, स्मार्ट हुनुहुन्छ भन्ने हो, प्रोफेसनल हुनुहुन्छ भन्ने हो। ट्रेडिङमा हरेक ट्रेड सही हुँदैन र स्टप लसले त्यो गलत ट्रेडलाई सानो ड्यामेजमा रोकिदिन्छ। प्रोफेसनल ट्रेडरहरू लस एक्सेप्ट गर्न सिकेका हुन्छन्, किनकि उनीहरूलाई थाहा हुन्छ स्मल लस इज नर्मल, बिग लस इज डेन्जरस। र ट्रेडिङमा सबैभन्दा डेन्जरस चिज मार्केट होइन, इगो हो, किनकि धेरै मानिसहरू लस एक्सेप्ट गर्न नसकेर अकाउन्ट लुज गर्छन्। तर प्रोफेसनल ट्रेडरहरू सानो लस लिएर पनि शान्त रहन्छन्, किनकि उनीहरू सर्भाइभ गर्न चाहन्छन् र सर्भाइभल नै लङ टर्म सक्सेसको फाउन्डेसन हो। ट्रेडिङमा सक्सेसफुल बन्न सधैँ सही हुन आवश्यक छैन, तर गलत हुँदा सानो लुज गर्न जान्न आवश्यक छ। र यही स्किल स्टप लसले सिकाउँछ। पोजिसन साइजिङ एन्ड लट म्यानेजमेन्ट। लट साइजले नै भविष्य तय गर्छ। धेरै बिगिनर ट्रेडरहरूको एउटा कमन सोच हुन्छ, ठूलो लट साइज इक्वल टु ठूलो पैसा। र यही सोचले धेरै अकाउन्ट समाप्त हुन्छ, किनकि ट्रेडिङमा प्रफिट भन्दा पहिले रिस्क बढिरहेको हुन्छ। धेरै मानिसहरू सानो अकाउन्ट लिएर ठूलो सपना देख्छन्, र सपना ठूलो हुनु गलत होइन, तर त्यो सपना पूरा गर्ने तरिका गलत हुन सक्छ। कल्पना गर्नुहोस्, तपाईसँग $100 को अकाउन्ट छ, तर तपाईँ हरेक ट्रेडमा $20 रिस्क गर्दै हुनुहुन्छ। यसको अर्थ केवल 5 वटा गलत ट्रेडले पुरै अकाउन्ट समाप्त गर्न सक्छ। अब अर्को ट्रेडरलाई हेरौँ, उससँग पनि $100 नै छ, तर उसले
हरेक ट्रेडमा $1 मात्र रिस्क गर्छ। उसले छिटो रिच बन्न खोज्दैन, उसले सर्भाइभ गर्न खोज्छ। र ट्रेडिङमा यही माइन्डसेट सबैभन्दा पावरफुल हुन्छ। पोजिसन साइजिङ भनेको एउटा ट्रेडमा कति रिस्क लिने भन्ने निर्णय हो। प्रोफेसनल ट्रेडरहरू इमोसन अनुसार होइन, प्लान अनुसार लट साइज चुज गर्छन्, किनकि उनीहरूलाई थाहा हुन्छ बिग लट साइजले इमोसन पनि ठुलो बनाउँछ। फियर ठुलो हुन्छ, ग्रिड ठुलो हुन्छ, स्ट्रेस ठुलो हुन्छ, र जब इमोसन ठुलो हुन्छ डिसिजन कमजोर हुन थाल्छ। धेरै बिगिनर ट्रेडरहरू सानो प्रफिटबाट सन्तुष्ट हुँदैनन्, उनीहरू एकै दिनमा अकाउन्ट डबल गर्न चाहन्छन्। र यही इम्पेसेन्सले उनीहरूलाई ओभर रिस्क लिन बाध्य बनाउँछ। तर ट्रेडिङमा स्लो ग्रोथ कमजोर कुरा होइन, स्लो ग्रोथ हेल्दी ग्रोथ हो। प्रोफेसनल ट्रेडरहरू सधैँ ठुलो प्रफिट खोज्दैनन्, उनीहरू कन्सिस्टेन्सी खोज्छन्, किनकि उनीहरूलाई थाहा हुन्छ यदि अकाउन्ट सुरक्षित रह्यो भने फ्युचरमा हजारौं अवसर आउँछन्। तर यदि एउटै इमोसनल ट्रेडले अकाउन्ट समाप्त गरिदियो भने गेम समाप्त हुन्छ। ट्रेडिङ युद्ध जस्तो हो, र युद्धमा पहिलो प्रायोरिटी जित होइन, बाँच्नु हो। पोजिसन साइजिङले ट्रेडरलाई डिसिप्लिन सिकाउँछ, पेसेन्स सिकाउँछ, कन्ट्रोल सिकाउँछ, र सबैभन्दा महत्त्वपूर्ण कुरा इमोसन कन्ट्रोल गर्न मद्दत गर्छ। किनकि जब रिस्क सानो हुन्छ माइन्ड पनि शान्त हुन्छ, र शान्त माइन्डले बेटर डिसिजन लिन्छ। प्रोफेसनल ट्रेडर बन्न सधैँ ठुलो ट्रेड आवश्यक पर्दैन, कहिलेकाहीँ सानो रिस्क नै सबैभन्दा ठुलो शक्ति हुन्छ। ट्रेडिङमा लङ टर्म सक्सेस एकै दिनमा बनेको हुँदैन, त्यो बनेको हुन्छ सानो रिस्क, कन्ट्रोल्ड इमोसन र कन्सिस्टेन्ट डिसिप्लिनबाट। ट्रेडिङ साइकोलोजी एन्ड इमोसन्स सबैभन्दा खतरनाक मार्केट होइन, इमोसन हो। ट्रेडिङमा चार्टभन्दा डेन्जरस चिज मानिसको इमोसन हो, किनकि मार्केट केवल मुभ गर्छ तर इमोसन डिसिजन बदल्छ। धेरै ट्रेडरहरू स्ट्र्याटेजीको कारणले फेल हुँदैनन्, उनीहरू फेल हुन्छन् किनकि उनीहरूले आफ्नो इमोसन कन्ट्रोल गर्न सक्दैनन्। ट्रेडिङमा फियर हुन्छ, ग्रीड हुन्छ, होप हुन्छ, स्ट्रेस हुन्छ, र कहिलेकाहीँ यी इमोसनहरू यति शक्तिशाली हुन्छन् कि मानिसले आफ्नो प्लान नै बिर्सिन्छ। कल्पना गर्नुहोस्, एउटा ट्रेडरले लगातार 3वटा विनिङ ट्रेड लियो, कन्फिडेन्स बढ्न थाल्यो, उसलाई लाग्न थाल्यो अब म मार्केट बुझिसकेँ, अनि उसले रिस्क बढायो, लट साइज बढायो, रुल्स इग्नोर गर्न थाल्यो, किनकि ग्रीड बिस्तारै डिसिप्लिनभन्दा ठुलो बनिरहेको थियो। र त्यसपछि एउटा ट्रेड गलत भयो। सानो लस एक्सेप्ट गर्नुपर्ने ठाउँमा उसले होल्ड गरिरह्यो, किनकि उसको इगोले भनिरहेको थियो म गलत हुन सक्दिनँ। तर मार्केट इमोसन सुन्दैन, मार्केट इगो बुझ्दैन, र लस अझ ठुलो हुँदै गयो। अब डर सुरु भयो, हार्टबिट बढ्न थाल्यो, स्ट्रेस बढ्न थाल्यो, फोकस हराउन थाल्यो। तर ट्रेडर अझै क्लोज गर्दैन, किनकि अब ऊ पैसा बचाउन होइन, आफ्नो इगो बचाउन लडिरहेको हुन्छ। र अन्त्यमा एउटा इमोसनल डिसिजनले धेरै महिनाको मेहनत समाप्त गरिदिन्छ। यही कारणले प्रोफेसनल ट्रेडरहरू इमोसनमा ट्रेड गर्दैनन्, उनीहरू सिस्टम फलो गर्छन्, प्लान फलो गर्छन्, डिसिप्लिन फलो गर्छन्, किनकि उनीहरूलाई थाहा हुन्छ इमोसन टेम्पोरेरी हुन्छ, तर गलत डिसिजनको ड्यामेज लामो समयसम्म रहन सक्छ। ट्रेडिङ साइकोलोजीको सबैभन्दा ठुलो लेसन के हो भने तपाईँ मार्केटलाई कन्ट्रोल गर्न सक्नुहुन्न, तर तपाईँ आफ्नो रियाक्सन कन्ट्रोल गर्न सक्नुहुन्छ। फियर आउँछ, लस आउँछ, ब्याड डेज आउँछन्, तर प्रोफेसनल ट्रेडरहरू त्यस समयमा पनि काम रहन्छन्, किनकि उनीहरूलाई एउटा कुरा थाहा हुन्छ ट्रेडिङमा सक्सेस पर्फेक्ट हुने मानिसले पाउँदैन, कन्ट्रोल्ड हुने मानिसले पाउँछ। धेरै बिगिनर ट्रेडरहरू प्रफिट हुँदा एक्साइटेड हुन्छन्, लस हुँदा डिप्रेस हुन्छन्, र यही इमोसनल साइकलले कन्सिस्टेन्सी डिस्ट्रोय गर्छ। तर प्रोफेसनल ट्रेडरहरू विनिङमा पनि काम हुन्छन्,
लुजिङमा पनि काम हुन्छन्, किनकि उनीहरू ट्रेडिङलाई इमोसन होइन प्रोबेबिलिटीको गेम मान्छन् र प्रोबेबिलिटीको गेममा हरेक ट्रेड जितिँदैन। तर डिसिप्लिन्ड मानिस प्रोफेसनल ट्रेडरहरू कसरी सोच्दछन्? प्रोफेसनल ट्रेडर र बिगिनर ट्रेडर बीचको फरक केवल स्ट्र्याटेजीमा हुँदैन, सबैभन्दा ठूलो फरक माइन्डसेटमा हुन्छ। बिगिनर ट्रेडरहरू हरेक दिन ठूलो पैसा कमाउन चाहन्छन्। उनीहरू मार्केटमा एक्साइटमेन्ट खोज्छन्, फास्ट प्रफिट खोज्छन्, एक्सन खोज्छन्। तर प्रोफेसनल ट्रेडरहरू शान्त हुन्छन्, पेशेन्ट हुन्छन्, किनकि उनीहरूलाई थाहा हुन्छ ट्रेडिङ एक्साइटमेन्टको खेल होइन, डिसिप्लिनको खेल हो। प्रोफेसनल ट्रेडरहरू हरेक क्यान्डल पछ्याउँदै भाग्दैनन्। उनीहरू सेटअप वेट गर्छन्, कन्फर्मेसन वेट गर्छन्, र यदि राम्रो अपर्च्युनिटी छैन भने उनीहरू ट्रेड नै गर्दैनन्, किनकि उनीहरूलाई एउटा कुरा थाहा हुन्छ, नो ट्रेड इज बेटर देन अ ब्याड ट्रेड। धेरै बिगिनर ट्रेडरहरू दिनभर चार्ट हेर्छन्, मार्केट फोर्स गर्न खोज्छन्। तर प्रोफेसनल ट्रेडरहरू क्वालिटी ट्रेड खोज्छन्, क्वान्टिटी होइन, किनकि ट्रेडिङमा धेरै ट्रेड गर्नु सक्सेस होइन, राइट ट्रेड गर्नु सक्सेस हो। प्रोफेसनल ट्रेडरहरू लसलाई पर्सनल रूपमा लिँदैनन्, किनकि उनीहरूलाई थाहा हुन्छ लस ट्रेडिङको नर्मल हिस्सा हो। उनीहरू एउटै ट्रेडबाट आफ्नो भ्याल्यु डिफाइन गर्दैनन्। उनीहरू प्रोबेबिलिटीमा विश्वास गर्छन्। उनीहरू जान्दछन् 10वटा ट्रेडमध्ये केही ट्रेड लुज हुन सक्छ, तर यदि सिस्टम डिसिप्लिन्ड छ भने लङ टर्ममा प्रफिट आउँछ। यही कारणले प्रोफेसनल ट्रेडरहरू इमोसनभन्दा प्रोसेसमा फोकस गर्छन्। उनीहरू जर्नल लेख्छन्, गल्ती एनालाइज गर्छन्, रिस्क क्याल्कुलेट गर्छन् र हरेक दिन बेटर बन्न प्रयास गर्छन्। ट्रेडिङमा प्रोफेसनल ट्रेडरहरू प्रिडिक्सन गर्न खोज्दैनन्। उनीहरू प्रिपेरेसन गर्छन्, किनकि मार्केट अनप्रेडिक्टेबल हुन्छ, तर रिस्क म्यानेजमेन्ट कन्ट्रोल्ड हुन सक्छ। प्रोफेसनल ट्रेडरहरू मार्केटलाई रेस्पेक्ट गर्छन्। उनीहरू ओभर कन्फिडेन्ट हुँदैनन्, किनकि उनीहरूलाई थाहा हुन्छ एउटा केयरलेस डिसिजनले धेरै महिनाको प्रोग्रेस डिस्ट्रोय गर्न सक्छ। त्यसैले उनीहरू पेशेन्स राख्छन्, प्लान फलो गर्छन् र इमोसनभन्दा लजिकमा विश्वास गर्छन्। प्रोफेसनल ट्रेडिङको वास्तविक शक्ति पर्फेक्ट एन्ट्रीमा छैन, पर्फेक्ट माइन्डसेटमा छ। जब मानिस काम हुन्छ, डिसिप्लिन्ड हुन्छ, पेशेन्ट हुन्छ, त्यसपछि मात्र ऊ मार्केटमा लामो समयसम्म टिक्न सक्छ र ट्रेडिङमा लङ टर्म सर्भाइभल नै ट्रु सक्सेस हो। फाइनल लेसन, सर्भाइभल इज सक्सेस। ट्रेडिङमा टिक्नु नै सबैभन्दा ठूलो जित हो। धेरै मानिसहरू ट्रेडिङमा आउँदा एउटै कुरा सोच्दछन्, म छिटो पैसा कमाउन चाहन्छु, र यही सोच धेरै मानिसहरूको सबैभन्दा ठूलो कमजोरी बन्छ। किनकि ट्रेडिङ क्विक मनी मसिन होइन, यो पेशेन्सको खेल हो, डिसिप्लिनको खेल हो, सर्भाइभलको खेल हो। धेरै बिगिनर ट्रेडरहरू मार्केटलाई सर्टकट जस्तो हेर्छन्, तर मार्केट इमोसनली कमजोर मानिसलाई लामो समयसम्म टिक्न दिँदैन। किनकि ट्रेडिङमा हरेक दिन पर्फेक्ट हुँदैन, हरेक ट्रेड जितिँदैन। लस आउँछ, ब्याड फेज आउँछ, कन्फ्युजन आउँछ, र त्यही समयमा मानिसको वास्तविक माइन्डसेट देखिन्छ। प्रोफेसनल ट्रेडरहरू हार्ड टाइममा प्यानिक गर्दैनन्। उनीहरू रिस्क घटाउँछन्, काम रहन्छन्, वेट गर्छन्, किनकि उनीहरूलाई थाहा हुन्छ मार्केट कहिल्यै भाग्दैन, अपर्च्युनिटी फेरि आउँछ। तर यदि इमोसनले कन्ट्रोल गर्यो भने अकाउन्ट फर्केर आउँदैन। यही कारणले ट्रेडिङमा सबैभन्दा ठूलो शक्ति पेशेन्स हो। धेरै मानिसहरू विनिङ ट्रेडपछि एक्साइटेड हुन्छन्, लुजिङ ट्रेडपछि टुट्छन्, तर प्रोफेसनल ट्रेडरहरू इमोसनली स्टेबल रहन्छन्, किनकि उनीहरू ट्रेडिङलाई लङ टर्म जर्नी मान्छन्। उनीहरूलाई थाहा हुन्छ एउटा दिनले फ्युचर तय गर्दैन, एउटा ट्रेडले डेस्टिनी तय गर्दैन, कन्सिस्टेन्सीले तय गर्छ, डिसिप्लिनले तय गर्छ, रिस्क म्यानेजमेन्टले तय गर्छ। ट्रेडिङमा सक्सेसफुल बन्नु भनेको सधैँ प्रफिटमा हुनु होइन। सक्सेसफुल बन्नु भनेको हार्ड टाइममा पनि सर्भाइभ गर्न सक्नु हो, किनकि मार्केटमा टिक्न सक्ने मानिसले मात्रै फ्युचरमा ठूलो अवसर देख्न सक्छ। र अन्त्यमा ट्रेडिङले एउटा कुरा सिकाउँछ, मार्केटलाई जित्नुभन्दा पहिले
आफ्नो इमोसनलाई जित्नुपर्छ, रिस्कलाई रिस्पेक्ट गर्नुपर्छ, पेसेन्स राख्नुपर्छ, किनकि सर्भाइभल बिना सक्सेस सम्भव हुँदैन। र ट्रेडिङमा सबैभन्दा ठूलो जित लामो समयसम्म टिक्न सक्नु हो। ट्रेडिङ धेरै मानिसहरूको सपना हो, तर त्यही ट्रेडिङ धेरै मानिसहरूको पेन पनि बनेको छ, किनकि मानिसहरूले एउटा कुरा बुझेनन्। ट्रेडिङ केवल प्रफिटको गेम होइन, यो कन्ट्रोलको गेम हो। इमोसन कन्ट्रोल, रिस्क कन्ट्रोल, माइन्डसेट कन्ट्रोल। धेरै मानिसहरू पर्फेक्ट स्ट्र्याटेजी खोजिरहन्छन्, पर्फेक्ट इन्डिकेटर खोजिरहन्छन्, तर ट्रेडिङमा पर्फेक्ट सिस्टमभन्दा पनि महत्त्वपूर्ण कुरा सेल्फ कन्ट्रोल हो, किनकि एउटा डिसिप्लिन्ड ट्रेडर सिम्पल स्ट्र्याटेजीबाट पनि सर्भाइभ गर्न सक्छ, तर एउटा इमोसनल ट्रेडर बेस्ट स्ट्र्याटेजी भएर पनि फेल हुन सक्छ। यो डकुमेन्ट्रीको सबैभन्दा ठूलो लेसन के हो भने मार्केटलाई कन्ट्रोल गर्न सकिँदैन, तर रिस्क कन्ट्रोल गर्न सकिन्छ, इमोसन कन्ट्रोल गर्न सकिन्छ, डिसिजन कन्ट्रोल गर्न सकिन्छ, र यही कन्ट्रोलले लङ टर्म सक्सेस बनाउँछ। ट्रेडिङमा स्लो ग्रोथ कमजोर कुरा होइन, कन्सिस्टेन्ट ग्रोथ नै रियल सक्सेस हो, किनकि बजारमा छिटो उठ्ने धेरै हुन्छन्, तर लामो समयसम्म टिक्ने थोरै मात्र हुन्छन्। र अन्त्यमा प्रोफेसनल ट्रेडर बन्न सधैँ सही हुन आवश्यक छैन, तर गलत हुँदा सानो लुज गर्न जान्न आवश्यक छ। त्यही स्किललाई भनिन्छ रिस्क म्यानेजमेन्ट। र याद राख्नुहोस्, ट्रेडिङमा पहिलो प्रायोरिटी पैसा कमाउनु होइन, पहिलो प्रायोरिटी सर्भाइभ गर्नु हो, किनकि सर्भाइभ गर्न सक्ने मानिसले मात्रै भविष्यमा ठूलो अवसर देख्न सक्छ। र यदि तपाईँ इमोसनभन्दा डिसिप्लिनलाई रोज्नुहुन्छ, ग्रिडभन्दा पेसेन्सलाई रोज्नुहुन्छ, र ग्याम्बलिङभन्दा रिस्क म्यानेजमेन्टलाई रोज्नुहुन्छ, तपाईँको ट्रेडिङ जर्नी बदलिन सक्छ, किनकि अन्त्यमा रिस्क म्यानेजमेन्ट बिना ट्रेडिङ बिजनेस होइन, जुवा हो। यदि यो डकुमेन्ट्रीले तपाईँलाई केही सिकायो भने यो भिडियोलाई लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो एक्सपिरियन्स सेयर गर्नुहोस्, र फ्युचरमा यस्तै डकुमेन्ट्री हेर्नका लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। रिमेम्बर, प्रोटेक्ट योर क्यापिटल, control your emotion, and survive long enough to become successful.